नमस्ते। म आज यो गाउँघरको एपिसोडमा यो रामजा तिलाहार अहिले नयाँ मोदी गाउँपालिका भन्दो रहेछ त्यो ठाउँमा आएको छु। वास्तवमा यो हिजो धेरै घना बस्ती भएको एउटा गाउँ रहेछ र आज म बिहानै यो साना पोखरी भन्छ यसलाई, साना पोखरीदेखि लिएर ठुलो पोखरी र यो गाउँ वरिपरि सबै म बिहान हाइकिङ गरेँ। साह्रै राम्रो। हेर्नुस्, ब्याक साइडमा चाहिँ हाम्रो माछापुच्छ्रे, अन्नपूर्ण श्रृङ्खलाहरूदेखि लिएर सम्पूर्ण देख्न पाइने यो अति सुन्दर मनोरम ठाउँ रहेछ। धन्यवाद। रामजा सानी पोखरी र हिमाल, यहाँको गाउँघर र हाम्रो त्यो पञ्चासेको शिर हामी यहाँबाट देख्न पाउँछौँ र पञ्चासेको फेदमा रहेको यस सुन्दर गाउँ अति सुन्दर र बाटोको एक्सेस पनि राम्रो रहेछ, हाइवेबाट नजिक। हिमाल दिखना पाइयोस् ती हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्, नेपाल लेख्न पाइयोस्। नेपाली सम्रा सिपको प्रवाह दिगन्त फैलियो, नेपाली सम्रा सिपको प्रवाह दिगन्त फैलियो। मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्, नेपालको सन्तति सगर्व भन्न पाइयोस्, सगर्व भन्न पाइयोस्। मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ, मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ। छ कामना यही मेरो बरु म नर्कमै परू, जहाँ
रगतले रङ्गियो यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस् यहीँको जल अन्जुली भर निलेर मर्न पाइयोस् स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस् यो शिर चढाउन पाइयोस् बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् हिमाल देख्न पाइयोस् यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् विदेशी पर्यटकहरू किन आउने अथवा नेपाली डोमेस्टिक पर्यटकहरू किन आउने जस्तो लाग्छ अथवा राम्जामा चाहिँ के त्यस्तो चिजहरू छ कृपया बताइदिन सक्नुहुन्छ कि? राम्जा मौजा भनेको 4 गाविस त्यति बेलाको राम्जा चित्रे, राम्जा पकुवा, राम्जा तिलार, राम्जा ठाँटी भनेर यो 4 मौलाको कोट भनेर माथि जुन कोट गाउँमा अहिले हाम्रो सिधै अगाडि देखिएको त्यो माथि कोटलाई मानिन्छ र ताल 85 ताल अनि सिद्ध बाबा माथि 85 लेखदेखि लिएर विभिन्न किसिमका त्यहाँ चरणहरू थिए। पहिला भैँसीहरू प्रशस्त मात्रामा यहाँका व्यक्तिहरूले भैँसीहरू पाल्नुहुन्थ्यो, पाडापाडीहरू र त्यहाँ एउटा पाडाहरू माउले वरिपरि छेकेर के अरे छेउमा बसेर के अरे पाडाहरूलाई गोरुहरूलाई माझा राख्दाखेरि त्यहाँ पर्यटकहरूले र आउने आमन्तहरू उताबाट टुरिस्टहरू आउँदाखेरि यी भैँसीहरू ताली मरेका रहेछन् कि भन्ने किसिमको र 20-85 को बाटो हुँदै टुरिस्टहरू आउने चलन थियो। 85 बाट यो हुँदै कहाँसम्म आउँथ्यो? यताबाट चित्रेतिर झर्थ्यो। कहिले काहीँ धेरै जसो चित्रेबाटै झरेर क्याम्पिङ जुन बारीमा अहिले हुँदाको बेला क्याम्पिङ बसेर पाल टाँगेर भदौरेतिर जाने अनि यता बिरेठादीतिर जाने अनि कहिले काहीँ यतातिर फेरि दोबिल्ला हुँदै यो राम्जाको पनि यहाँ आएर यही उसमा स्कुलको कम्पाउन्डमा त्यस्तो क्याम्पिङ गर्ने
यो त्यो चाहिँ लोप भयो अहिले। अच्छा अहिले त्यो कारण विस्थापित त्यो कारण चाहिँ के हो भन्ने कुरा चाहिँ तपाईँले के भन्न सक्नुहुन्छ एक शब्दमा? कारण के होला? कारण त के भयो भन्दा यो विदेशी रोजगार र यो गाउँमा बस्ने भन्दा विस्थापित हुने धेरै भयो। अच्छा गाउँ विस्थापित भएको कारणले गर्दाखेरि टुरिस्टहरू चाहिँ आउन कम भयो। हस् धन्यवाद। लाई उठाउनको लागि हिजो के थियो र आजको अवस्था कस्तो छ भन्ने कुरा हजुरले बताउनु भयो यहाँ होइन। वास्तव भन्दाखेरि यहाँको स्थानीय जो धेरै प्रतिष्ठित पदहरूमा पुग्नु भएको छ उहाँहरूको रेस्पोन्सिबिलिटी हो, यो हुनै पर्छ। किन भन्दाखेरि उहाँहरू यहाँ जन्मिएको नाताले र आफ्नो यो हुर्केको ठाउँ गाउँलाई चाहिँ यत्तिकै छोड्न चाहिँ मिल्दैन। यसमा यहाँको के छ धारणा? बिल्कुल उहाँहरू विभिन्न ओकेजनहरूमा यहाँ आउनुहुन्छ। जस्तो दसैँमा हामी एउटा पुनर्मिलन कार्यक्रम राख्छौँ, भेटघाट हुन्छ। विभिन्न कुलपूजा भयो, हिजो धेरै ठाउँमा सहरमा बस्नुभएको मान्छेहरू यहाँ आउनुभयो। एकैछिन उहाँहरूले यसो दिमागी मन्थन गर्नुहुन्छ, भएन भन्नुहुन्छ, अनि भोलिपल्ट उठ्नुहुन्छ जानुहुन्छ, त्यसपछि उतै भुल्नुहुन्छ उहाँहरू। अब यहाँ रहेर बसेर यसलाई एउटा योजनाबद्ध ढङ्गले के गर्न सकिन्छ भन्ने त्यो खालको सोचको र कार्यक्रमको अनि योजनाको अभाव देखियो। अच्छा अनि कृषि यहाँको चाहिँ खास मुख्य उत्पादन हुने भनेको हाम्रो कृषि जन्य अहिलेलाई त्यो देखिन्छ। तर यसको खास यसको पोटेन्सियल भनेको चाहिँ टुरिज्म नै हो जस्तो मेरो सोच। अब मैले कति त्यस सम्बन्धमा मेरो विज्ञता त केही पनि होइन होइन। हुन त मैले विदेशमा सिकेर आएको कुरालाई चाहिँ यहाँ लागू गरेर के अफ सिजन तरकारीहरू उत्पादन गर्न सकिन्छ भन्ने सोचले मैले काम गरेँ, गर्न पनि सकिन्छ यहाँ। जस्तो उदाहरणको लागि यति बेला बजारमा टमाटरको धेरै ठुलो मूल्य छ, त्यसलाई अहिले हामी उत्पादन गर्न सक्छौँ र दसैँ तिहारसम्म पनि हामी त्यसलाई कन्टिन्युअसली उत्पादन गर्न सक्छौँ, जसको भ्यालु राम्रो आउँछ। भ्यालु हेरेर उत्पादन गर्न सकिने ठाउँ हो यो, अफ सिजन तरकारीको लागि उपयुक्त ठाउँ हो। तर सिजनमा तरकारीहरू उत्पादन गरेर त्यसले भ्यालु पाउँदैन, मूल्य पाउँदैन, किनभने त्यो हामीले बाहिर बजारसँग कम्पिटिसन गर्न सक्ने हामीसँग त्यो क्षमता छैन, त्यो फेसिलिटी नै छैन होइन। त्यो न त पालिकाहरूबाट न गभर्मेन्टबाट यो चाहिँ इम्पोर्टेन्ट कुरा छैन। लाई चाहिँ हामीले स्टोर गरेर राख्यौँ भने नन केमिकल वे पनि छन् हामीसँग, त्यो चाहिँ म सेयर गरौँला हजुरको है। यसलाई चाहिँ हामी यहाँ ल्याउन सक्यौँ भने त्यो अब मैले छोटकरीमा हजुरलाई के सोधेँ भन्दा हाम्रो त नेपाल त गाउँै गाउँको देश हो। यो हेर्नुहोस् न, अब यो हिमालहरू जहाँबाट पनि देखिन्छ। तपाईँलाई एक शब्दमा राम्जा म किन आउने र राम्जामा विशेष के छ तपाईँले अघि टुरिज्मलाई जोड्न सकिन्छ भन्नुभयो भने तपाईँको आफ्नो नितान्त आफ्नो विचारमा कसरी तपाईँले टुरिज्मलाई राम्जामा जोड्न सक्नुहुन्छ तपाईँको विचार? एउटा कुरा त के भने यहाँबाट यहाँको अधिकांश ठाउँहरूबाट यो भूगोल नै यस्तो छ कि हिमाल छर्लङ्ग देखिन्छ, हिमालको रेन्जहरू पुरै देखिन्छ। अन्तबाट पनि देख्छ, अन्तबाट देखिएला, अन्तबाट फरक के छ भने यसको रेन्ज धेरै छ। जहाँबाट हेर्नुहोस् यसको हेर्ने ठाउँको एङ्गलले पनि फरक पार्छ। तपाईँ यहाँबाट चाहिँ दुईटा चुचुरा भएको, दुईटा चिरा भएको माछा देख्नुहुन्छ, तपाईँ अलि उता भदौरे जानुहोस् त एउटा एउटा देखिँदै जान्छ होइन। हामीले यसलाई फिस्टेलको पनि मार्केटिङ गर्न सकिन्छ यहाँबाट। फिस्टेल नामकरण त त्यो माछाको पुच्छरको आकारले भएको होला नि त, तर पोखराको लागि दिस इज नट अ फिस्टेल होइन र। त्यसपछि हामी यु क्यान फाइन्ड डिफ्रेन्ट टाइप अफ क्लाइमेट होइन। त्यहाँ लेक छ, त्यत्रो हाइटमा पनि एउटा हामीसँग यस्तो लेक छ कि जहाँ चाहिँ सालैभरि पानी हुन्छ, 85 होइन। त्योभन्दा अझ माथि गइसकेपछि तपाईँ सारा भ्यू इभन पाल्पासम्म पनि देख्न सक्नुहुन्छ त्यो क्लियर मौसम भएको बेला। खासै त्यसलाई चाहिँ के भन्दा इन्कम जेनेरेटिङ एक्टिभिटिजमा हामी त्यसलाई जोड्न सकिरहेको छैनौँ भन्ने कुरा नै। हस् धन्यवाद। यसलाई चाहिँ हामीले एक त कृषि अर्को पर्यटन जानुपर्छ भन्ने। हस् धन्यवाद।